अहिले चाहिँ हामी शिवजीको 30 फुट तलको मूर्ति रहेको ठाउँमा जाँदैछौँ। आउनुहोस् हजुरहरू पनि हामी सँगसँगै आउनुहोस् है त। कस्तो छ के छ वातावरण, शिवजीको दर्शन गर्न हामी पनि जाँदैछौँ र हाम्रो छोटो भ्लग स्टार्ट भएको छ। दा यो शिवजीको मन्दिर कहाँ छ? यता पर हो। अहिले चाहिँ हाम्रो डेस्टिनेसन एरिया आइपुगेका छौँ। हामी शिवजीको शिवलिङ्ग हेर्न आएका छौँ। भर्खर निर्माणाधीन छ है, भव्य भवनहरू निर्माण भइरहेको छ। यतापट्टि चाहिँ हजुरहरू देख्न सक्नुहुन्छ। हेर्नुहोस् त शिवजीको है आकृति शिवलिङ्गको रूपले पनि हामी चिन्छौँ। भव्य स्मारक बनेको छ। यसरी निर्माण भएको छ है, हेर्न सक्नुहुन्छ तपाईले। निर्माण कार्य नै जारी रहेको छ है, निर्माण भइरहेको छ। यतापट्टि पनि के हो नामहरू केही लेखेको छैन, भएदेखि यो हो भनेर परिचय दिन्थेँ म। यतापट्टि चाहिँ सत्सङ्ग भवन जस्तो हैन भवन बनिरहेछ, मन्दिरको आकृति जस्तो पनि छ। ल यसरी माथि जाने ठाउँ छ हैन। अझै नजिक जान्छु भन्दाखेरि यसरी ढोका लागेको रहेछ। हामी चाहिँ गएनौँ। यो पछाडिपट्टिको फ्रन्ट ब्याक साइडको यो चाहिँ देख्न सक्नुहुन्छ। पशुपतिनाथ नेपाल भनेर लेखिएको छ। यहाँ पशुपतिनाथमा भएका शिवजीको आकृति रहेको छ। यसरी देख्न सक्नुहुन्छ हैन। डमरू सहित भोले बाबा बसिराख्नु भएको छ। यतापट्टि सानो शिवलिङ्ग छ। यहाँ चाहिँ सोमनाथ गुजरात हैन। त्यसपछि यहाँ रहेको छ इन्द्रौल कारेश्वर। त्यसपछि यता रहेको छ रामेश्वर तमिलनाडु हैन। त्यस्तै यता आउँदाखेरि यहाँनेरि महाकालेश्वर उज्जैन जसै। अझै यता आउनुभयो भने हजुरहरूले देख्न सक्नुहुन्छ मल्लिकार्जुन आन्ध्र प्रदेश है। त्यस्तै अझै यता आउनुभयो भने हजुरहरूले देख्नुहुन्छ विश्वनाथ बनारस है। त्यस्तै अझै यता आउनुभयो भने हजुरहरूले देख्न सक्नुहुन्छ भीमाशङ्कर महाराष्ट्र। को जानु भएको छ महाराष्ट्र। यस्तै शिवलिङ्ग हजुरहरूले देख्न सक्नुहुन्छ वहाँ पनि। त्यस्तै यहाँ बैद्यनाथ झारखण्ड। हजुरहरू झारखण्ड पुग्नु भएको छ भने हेर्नुहोस् त
त्यहाँ पनि यस्तै शिवलिङ्ग हजुरहरूले देख्न पाउनुहुन्छ। अझै यता आउनुभयो भने हजुरहरूले नागेश्वर गुजरात जानुभएको छ, हजुरहरूले शिवलिङ्ग हेर्नु भएको छ, यस्तै शिवलिङ्ग देख्न सक्नुहुन्छ। त्यस्तै अझै यहाँ आउनुहोस् यम्बकेश्वर हैन, महाराष्ट्रमा यस्तो शिवलिङ्ग हजुरहरूले देख्न सक्नुहुन्छ। अझै यता आउनुभयो भने धुम्मेश्वर महाराष्ट्रमा भएको धुम्मेश्वर मन्दिरमा यस्तै शिवलिङ्ग हजुरहरूले देख्न सक्नुहुन्छ ठ्याक्कै है। त्यसपछि हजुरहरूले अघि देख्नु भएको थियो यहाँ आएर पशुपतिनाथ है, हजुरहरूले सबै तीर्थ गरेको पुण्य चाहिँ यहाँ आएर एकपल्ट परिक्रमा गर्दाखेरि पाउनुहुने रहेछ है त। हजुरहरू पनि एकपल्ट यहाँ आएर दर्शन गर्नुहोला। बाट अझै हजुरहरू भित्र जानुभयो भने चाहिँ यहाँ देख्न सक्नुहुन्छ है, यसरी हेर्नुहोस् सबै आत्माहरूको एउटै पिता भनेर यहाँ लेखिएको छ। सबै आत्माहरूको एउटै पिता भनेर शिवलिङ्गलाई देखाइएको छ हैन। त्यसपछि माथि हेर्नुहोस् म को हुँ, म कहाँबाट आएको हुँ र मेरो घर कहाँ हो हैन। यस्ता क्वेसनहरूको एन्सर चाहनुहुन्छ भने हजुरहरूले आध्यात्मिक ज्ञान लिन जरुरी छ हैन। राजयोगद्वारा अष्टशक्तिको प्राप्ति, राजयोग गर्दाखेरि कुन शक्तिहरू प्राप्त हुन्छ भन्ने कुराहरू यहाँ छ। मान्छेमा कुन शक्ति चाहिन्छ, सहने शक्ति, समेट्ने शक्ति, निर्णय गर्ने शक्ति हैन, सम्मान गर्ने शक्ति, सहयोग गर्ने शक्ति, विस्तार सक्रियता गर्ने शक्ति, विभिन्न किसिमका शक्तिहरूको बारेमा यहाँ वर्णन छ। सक्नुहुन्छ 1250 वर्षदेखि धरान 8 जन्म, यहाँ हेर्नुहोस् त। हजुरहरू यसको विषयमा जानकार हुनुहुन्छ भने कलियुग 1250 वर्ष, शुद्ध वर्ण 42 जन्महरूको बारेमा विस्तृत रूपमा हजुरहरूले यहाँबाट जानकारी लिन सक्नुहुन्छ है त। अब सृष्टिका चक्रहरू कस्तो छ भनेर, सृष्टि कसरी भयो, कसरी हुन्छ हैन, यसरी सृष्टिका चक्रहरू देखाइएको छ। यहाँनिर जन्मेर मरुन्जेलसम्मको हाम्रो शरीरले गर्ने लीलाहरू यहाँ देखाइएको छ। ब्रह्मलोक, परलोक को बारेमा 3 लोकहरूको यहाँनिर देख्न पाइन्छ है त। साकार मनुष्य लोक हैन, ब्रह्मा विष्णु शङ्कर पुरी सूक्ष्म लोक, त्यसपछि ब्रह्मलोक परलोक, यसरी 3 लोकलाई यसरी विभाजन गरिएको छ। अझै यता जानुभयो भने यहाँ पनि हजुरहरूले देख्न सक्नुहुन्छ यसरी यस्तो देख्न सक्नुहुन्छ है त। यहाँनिर हजुरहरूले 2 जना बसिराख्नु भएको छ, उहाँहरू चाहिँ परमात्मा हुनुपर्छ। उहाँको छेउछेउमा उहाँहरू बसिराख्नु भएको छ। हजुरहरूले कमेन्ट गर्नुहोस् ल, उहाँहरू को हो, के हो हैन। उहाँहरू यसरी बसिराख्नु भएको छ आशीर्वाद दिएर, उहाँहरू को हुनुहुन्छ तपाईहरुले यो भिडियो हेरेर कमेन्ट गर्नुहोस् है त, ताकि नजानेको मान्छेहरूले जान्न पाउनुहोस् हैन त। ल अब बाहिर निस्किँदैछु। यदि हजुरहरू पनि आउन चाहनुहुन्छ भनेदेखि यहाँनेरि निर्माणाधीन रहेको छ। अब लगभग चाँडै नै बनिसक्ने छ। त्यसपछि हजुरहरूले यहाँ आएर दर्शन गर्न सक्नुहुन्छ, घुम्न सक्नुहुन्छ है। यो चाहिँ खनार चोकदेखि लगभग 300 मिटर पश्चिमपट्टि रहेको छ यो निर्माणाधीन भवन हैन। शिवजीको यहाँ भव्य शिवलिङ्गको प्रतिमा देख्न सक्नुहुन्छ हजुरहरूले। ल आजको लागि भिडियो यति नै। हजुरहरूले लाइक कमेन्ट सब्स्क्राइब गर्नुहोस्, आफ्नो साथीहरूलाई पनि सेयर गर्नुहोस्, ताकि उहाँहरूले पनि यो भिडियो हेरेर
यहाँ आउनुहोस् भन्न चाहन्छु।